हौवा नमस्कार। हाम्रो राई संस्कार अनुसार छोराको छ्योर र छोरीको गुन्युचोलो चाहिँ बिजोरी वर्षहरू पारेर 3 वर्ष 5 वर्ष 7 वर्ष एवं रूपले 11 वर्षभित्र दिने चलन छ, गरिदिने चलन छ। आउनुहोस् है त हाम्रो जेसनको छेउरी हेरौँ। बाबा खाना पनि चाहियो खाइदिन्छ बाबा आमा धारा बाबा म मात्रै कसरी बाल्ने थाहा छैन यिनीहरूलाई के पढ्छु के शिक्षा हो त्यहाँ भाइलाई बाँध्ने हो क्या। अब हाम्रो संस्कृतिले जन्मिँदा कोही पनि आफ्नो लिएर आएको हुँदैन। आफ्नो संस्कार र संस्कृतिले यो यहाँ राख यो भयो होइन। अब यो पनि आछ यो पर लैजान यो यहाँ यहाँले अब यता छोडिदिनु यता छोडिदिनु हजुर भयो कि जोडी ल दोस्रो कर्म हो दुखे भन्छ पहिलो होइन हुन्छ नौरान भयो हाम्रो त्यहाँदेखि सबै पश्चिमका पछि आएका अब सर ब्रुस गरिदिनु न। आज त राखे बाटो नै बनाउने हो के कैँचीले पर्दैन। अब यो हो र दुख्दैन के को उ लाएको र दुख्दैन कैँचीले ल आजदेखि बाँधिस हाम्रो किराँत अब आजदेखि माघ किराँत भयो। हाम्रो किराँतको यही हो यसरी बाँधेको हामीले किराँत बनाएको जन्मिँदा कोही पनि कुनै धर्म संस्कृति लिएर जन्मिँदैन। हामीले यसरी नै आफ्नो संस्कार आफ्नो संस्कृति आफ्नो ल्याउने त्यसले भरेर बनाउँदा एकैछिन हुन्थ्यो दुख्दैन। यो भिजा अलिक कम ओखानी नि यतापट्टिबाट जस्तो लाग्यो मलाई। नधर्ने तरिकाले मजाले राख्ने अलि माथि पनि होला माथि स्टेपमा हुन्थ्यो हुन्छ न झर्नु भएन। बेली फुल चमेली फुल त्यो त जस्मिन पो रहेछ भयो भयो चेप्पी भयो ल स्याबास त्यो रुमाल तिम्रो हुन्छ। हराउनु हुँदैन नि भाइको। नु आऊ अगाडि केटी हो अगाडि जाने अनि टिका लगाइदिनु पहिला पर्छि पर्छि न पहिला ल अब दुईटा हातले टिका लगाइदे एउटाले दुईटा हातले लगाइदे। मलाई गाली नगर्नु भन् मलाई पहिला दिनु भन् मोबाइल त तँलाई पहिला अब पर्छि त फेरि नानालाई के दिन्छ? सुन दिदी ढोक फुटाउँछ
पहिला दे न पहिला पैसा दे फेरि पर्ची दुईटा हातले पर्छ दुईटा राख्ने त्यसले सुन किन्ने सुनको पैसाले सुनै किन्ने यो त हराउनु हो नि सुनको रङ कस्तो हुन्छ त त्यो दिएर ढोक्नु होइन हुँदैन तामाङ पाराले घुरेन होइन फोटो खिच्ने ढोक्दा सयजन ढोक्दा हुन्छ नानीलाई फेरि भएन गोजीको त्यो होइन त फेरि ढोक फेरि ढोक फेरि ढोक जति ढोक्दै हुन्छ नानालाई दिनु मन थिएन कि मजाले दिनुहोस् त मलाई नाना हो यस्तो हुन्छ ल ल अब नुहाएर कपडा लगा लु ल ल अब भयो यसले त गर्मी नै भयो नि यसलाई गर्मी अनि त्यहाँदेखि यो हाम्रो यो पास सम्झनाको लागि जेसनको छोरको भिडियो लिँदै गर्दा यस कार्यमा उपस्थित हुन नसक्नुहुने जेसनको घरको फुपैकोहरू ज्ञानदरी मैया ठुली कान्छी साना कान्छीलाई मैले धेरै सम्झेको छु ल।
माथि गर्ने लाउरे बन्न सपना हाकिम बन्ने सपना लाउरे बन्ने सपना हेलो अंकल अगाडि बढ्नु पर्यो हैन ठीक छ त कलिबाला फोटो पठाइदिनु पर्छ बुद्धराज राईलाई हैन ल स्याबास मेरो भाइ स्याबास हैन
यो तपाईँहरूको भान्जा वृन्दाको आज छेड काट्दा गर्दै गर्दा अब सिमबेगरको मैले पर्वते नै भन्ने है सबैले ए भान्जा आउँछ रे गर्दै अब सिरबेगरको सिमसार हुँदैन अरे सिमसारबाट कर्मकाण्ड गर्दै गर्दा सिमहरूलाई कोही कुनै किसिमको चाहिँ बाधा अवरोधमा परोस् उहाँहरूलाई यसो हामीले यसो शिर ल्याउनु गएको मात्रै भन्दा तपाईँहरूको भान्जाले तपाईँहरूलाई शिर उभ्याइदिएको अरे अरू धेरै अब हाम्रो आफ्नो भाषामा पनि बोल्दै जाँदाखेरि तपाईँ हाम्रो मिल्दैन अनि आदि बुझौँला आदि नबुझ्दाखेरि अप्ठ्यारो परेला है अब छोटो मिठो होइन तपाईँहरूको सिक्न गरोस् तपाईँहरूले अब सिमसार तपाईँहरू भएर संरक्षण गर्दै जाँदाखेरि तपाईँहरूको सिम पनि नसुकोस् तपाईँहरूको सिट सदा उच्चै रहोस् भनेर यो तपाईँलाई सिर गर्नु भएको हो केही पनि तपाईँहरूलाई यसो तपाईँको सिरमा होस् सिर होस् तपाईँहरूले सिर अनि सिमसार भनेर सुरुको नातिले तपाईँको शिरलाई चाहिँ उच्चै रहोस् सदा सगरमाथा जस्तै है सदा के अरे चम्किरहोस् भनेर पऱ्यो अब धेरै नबन्नु पनि होला है त्यो आफ्नो भाषा पनि के भन्ने हामीले अब हजुरहरूलाई शिर अब यसो पनि पाल्नुपर्छ अरे कि अब शिर उभाइदिएको छौँ हजुर लडिदिनुहोस् है हजुर अब उहाँहरूले के भन्नुहुन्छ अब सुन्छु त होइन के भन्नु अब हजुरलाई दिनुभयो भाग्यमानी भन्नु भाग्यमानी छोरासँग यसो अब यस्तो राख्नु पनि नपर्ने हुँदा अब राखिदिनु भयो राम्रो भयो गजब भयो हाम्रो लागि केही भन्नु अरू केही पनि होइन शिर हाम्रो सदा 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 सर्वदा हाम्रो शिर उहाँहरू नै हो भनेर उहाँहरूले तपाईँहरूलाई सम्झिनु भएको अरे होइन यो कस्तो भने हाम्रो भन्ने एउटा यो नयाँ पिँढीको लागि यो सन्देश कस्तो भन्ने लाग्यो मलाई कस्तो भन्दाखेरि यो नत्र काम त गर्ने तर पहिलाको रीति के थियो चलन के थियो त्यो लगभग छेवर त भन्ने अब त्यसलाई पनि कसरी गर्ने हो भन्ने कुराहरू अब सबै रित पुर्याएर गर्दै गर्दा यो कस्तो छ भन्दाखेरि हाम्रो लागि चाहिँ एउटा सिक्ने अघि पनि मैले भनेको थिएँ यो एउटा हाम्रो लागि चाहिँ सिकाइ पनि भयो होइन अब यस्तो तरिकाले हाम्रो रहेछ भनेर होइन हामीले सानो छँदा त हामी सानै थियौँ के कसरी गर्नुभयो त्यो आमा बुवाले त्यो खासै थाहा पनि हुँदैन थियो होइन अब अहिलेसम्म मैले चाहिँ प्रत्यक्ष रूपमा यसरी अनुभूति गर्न पाएको थिएँ छेवरको राई संस्कार अनुसारको छेवरको अब यहाँ सहभागी हुन पाइयो यहाँ यसरी आफ्नै भान्जा भान्जीकोमा सहभागी हुने अवसर जुड्यो होइन हाम्रो लागि चाहिँ धेरै खुसीको कुरा भयो अब तपाईँहरूले यसरी दाइले भन्नुभयो जस्तै यो नभए पनि त हाम्रो भान्जा भान्जी चाहिँ होइन भन्दैन हामी भान्जा भान्जी नै हो तर पनि यो एउटा रीत हो संस्कार हो संस्कार सहज स्वीकार गरेका छौँ अब धेरै खुसी लागेको छ यहाँ आउनु पाइयो अब मान्छेको थियो भोलि के कसले देखाएको छैन होइन त्यो कारणले नै यो छेवर गरेको भन्ने कुरा पनि अघि हाम्रो भन्नुभयो अब बिहे कसो हो के हो भन्ने हिसाबले हामीले यो थालनी गरेको है छेवर किन त भन्ने कुरा पनि धेरै कुराहरू हामी कस्तो नै मान्छे जीवन नै एउटा पाठशाला हो भन्ने कुरो त यो सिक्दै जाने अनि पछिल्ला पुस्ताहरूलाई सिकाउने यही हो जीवन होइन हामीले सिक्ने मौका पनि पायौँ धेरै खुसी छौँ हामीले स्वीकार गऱ्यौँ भन्ने चाहिँ मेरो तर्फबाट आयो है हजुर होइन अब त्यही हो हुनु चाहिँ त्यही हो पहिलाका बुढापाकाको चाहिँ अब हाम्रो मुर्दिनी भाषाहरू हुन्थे होइन
मिठुनी भाषाले ढाल्थे बुढापाकाले। अब हामीले जानेको बुझेको त्यही हामीले पनि जानेको त्यस्तो होइन, देखेका कुराहरू बुढापाकाले गर्दै ल्याउनु भएका कुराहरू होइन। शिर जहिले पनि शिरोमणि नै हुन्छ त्यही भनेर हजुरहरूलाई यो पक्राएको मात्र हो। अनुभवको कमीले यस कार्यमा उपस्थित सबै पाहुनाहरूलाई मैले क्यामेरामा कैद गर्न सकिन छु, त्यसको लागि म क्षमा प्रार्थी छु। पासोमा पर्यो सबैलाई नाम्लै साह्रो उ त्यहाँ राख, धेरै टाढा जानु पर्दैन, यो गरेर बाँड्नु थाल्छ।